एक समयको कुरा हो। नेपालको चितवन सौराको हरियो र सुन्दर जङ्गलमा छुनमुने नामको सानो खरायो बस्थ्यो। ऊ सानो थियो, तर उसको मन धेरै ठुलो र साहसी थियो। ऊ सधैँ आफ्ना साथीहरू हरिण, बाँदर, सुगा र अन्य चराहरूसँग खेल्थ्यो र सबैलाई सहयोग गर्थ्यो। एक दिन अचानक जङ्गलमा ठुलो हल्ला मच्चियो। टाढाबाट एउटा ठुलो र डरलाग्दो बाघ आयो। सबै जनावरले उसलाई शेरखान, सिंह जस्तै शक्तिशाली र खतरनाक भनेर डराउन थाले। बाघ कराउँदै भन्यो, आजदेखि यो जङ्गल मेरो हो। जो बाहिर निस्किन्छ म उसलाई छोड्दिन। त्यो सुनेर सबै जनावर डराएर आफ्नो ठाउँमा लुके। जङ्गल सुनसान भयो। खेल्ने, हाँस्ने आवाज बन्द भयो। चुनमुनेले आफ्ना साथीहरूको आँसु देख्यो र उसको मन दुख्यो। उसले सोच्यो, यदि हामी सबै डराएर बस्यौँ भने यो जङ्गल सधैँ डरमै बाँच्नुपर्छ। केही न केही उपाय त निकाल्नै पर्छ। त्यो रात पूर्णिमाको चन्द्रमाले जङ्गल उज्यालो बनाएको थियो। छुनमुने हिम्मत गरेर बाघ भएको ठाउँतिर गयो। बाघले उसलाई देखेर रिसाउँदै भन्यो, तिमी जस्तो सानो खरायो यहाँ किन आयो? छुनमुने शान्त स्वरमा भन्यो, हे बाघ दाई, तपाईँ साँच्चै बलियो हुनुहुन्छ भने प्रमाण देखाउनुहोस् न। यो जङ्गलमा अर्को बाघगान पनि छ, जसले आफू नै साँचो राजा हो भन्छ। बाघ झन रिसायो, म बाहेक अर्को राजा कसरी हुन सक्छ? उसले गर्जिँदै भन्यो। चुनमुनेले उसलाई एउटा पुरानो इनारतिर लग्यो। त्यो इनारभित्र हेर्नुहोस्, उसले भन्यो। बाघले इनारभित्र झुक्किएर हेर्दा पानीमा आफ्नै छाया देख्यो। उसले ठुलो स्वरमा गर्जियो। पानीमा देखिएको छाया पनि गर्जिएको जस्तो देखियो। रिसले चुर भएको बाघले सोच्यो, यसलाई त अहिले नै देखाइदिनुपर्छ। र उसले हाम फाल्यो। छपक! ठुलो आवाज आयो। बाघ इनारभित्र पानीमा खस्यो। ऊ बाहिर निस्कन सकेन। बिहान भयो। जङ्गल फेरि उज्यालो र सुरक्षित भयो। सबै जनावर बाहिर आए र छुनमुनेलाई धन्यवाद दिए। त्यस दिनदेखि जङ्गलमा फेरि हाँसो र खुसी फर्कियो। यो कथाले हामीलाई सिकाउँछ, शरीर सानो भए पनि बुद्धि र साहस ठुलो भयो भने जस्तो सुकै खतरा पनि जित्न सकिन्छ। यदि तपाईलाई मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्नुहोस्। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद। खाम्साहाम्निदा।